हामी अहिले कहाँ जाँदैछौँ अरे? गाउँको घर समुद्र घिमिरे तिनाउ गाउँपालिका होइन? होइन हो के अरे तिनाउ गाउँपालिका। हाम्रो समुद्र घिमिरे पूर्वको गाउँको घरमा जाँदैछौँ। हजुर। यो चाहिँ पाल्पाको डुम्रेबाट करिब क्लोज टु 2.5 किलोमिटर। पारिबाट त बाटो एकदम राम्रो छ, अलिकति हिँड्नुपर्छ। हामी चाहिँ यो अलिकति यो साइडबाट के भन्छ साउथ साइडबाट हिँड्दाखेरि अलिअलि बाटो चाहिँ हुन्छ, तर मजाले आउँछ। 4 व्हिलरहरू मजाले आउँछ, बाइकहरू पारिबाटै ठिक छ। यो वास्तवमा अब नेपालको जुन टुरिज्म र जुन नेपालको हस्पिटालिटी इन्डस्ट्री उहाँकोबाट चाहिँ कपी गर्नुपर्छ क्या। नेपालले बेच्ने भनेको अध्यात्मसहितको नेपालीपनलाई बेच्ने हो। हामी त्यसको चाहिँ यो एउटा सानो डकुमेन्टेसन पनि गर्नु आज। हामी चाहिँ यो तिनाउ गाउँपालिका तिनाउ 6 झ्याङ्ला देउरालीमा आइपुगेका छौँ। यहाँ गाउँको घर भन्ने होम स्टे चलाउनु भएको छ। समुद्र घिमिरे भन्ने साथीले चलाउनु भएको। यसमा चाहिँ अहिले हामी एउटा अवलोकनको लागि यहाँ जाँदैछौँ। यो पाल्पा जिल्लाको यो डुम्रेबाट प्रवेश गरेर यो ठाउँमा आउन सकिन्छ। डुम्रेबाट कति किलोमिटर छ यहाँ? 3 किलोमिटर। डुम्रेबाट 3 किलोमिटरभित्र गाउँको घर इको फार्म हाउस, यो ठाउँमा इको फार्म हाउस, यहाँभित्र हामी प्रवेश गर्दैछौँ। सबै सङ्गीत प्रेमी हाम्रा लाखौँ करोडौँ श्रोताहरू सबैलाई सुख होस्, शान्ति होस्। म बुद्धि सागर। यहाँ सबैले मन पराउनु भएको एउटा पुरानो गीत डाफे नाचेर फुल कहाँ फुल्छ र ढङ्गै भाँचेर। आज हामी गाउँको घर समुद्र घिमिरेजी र यहाँको टिमको गाउँको घरमा छौँ। यतातिर खोलाको आवाज आइरहेछ, माथिपट्टि झैँकिरीको आवाज, यता हार्मोनियमको आवाज। अनि हाम्रा यहाँ भक्तजनहरू, गुरुहरू, भक्तहरू, भगवान्का सबै सेवकहरू धेरै ठाउँबाट संसारको विभिन्न कुनाबाट आउनुभएको छ। सबैको जय होस्। मायाले त हँसाउनु पर्ने हो, मायाले त हँसाउनु पर्ने हो, हँसाउनु पर्ने हो। ढुङ्गा पनि रसाउनु पर्ने हो, डाफे नाचेर। गाउँको घर इको फार्म हाउस, यो पाल्पा जिल्ला तिनाउ गाउँपालिका वडा नम्बर 3 झ्याङ्ला देउराली भन्ने ठाउँमा डुम्रेबाट 3 किलोमिटरभित्र गइसकेपछि झ्याङ्ला देउराली भन्ने ठाउँमा यो कुसुम खोला, जसलाई डुम्रे खोला पनि भनिन्छ, त्यो खोलाको किनारमा एउटा अत्यन्तै सुन्दर फार्म स्टे रहेको छ। आज हामी यहाँ छौँ। धेरै वर्ष विदेश बसेर त्यहाँको अनुभवलाई नेपालमा प्रयोग गर्नुपर्छ, सदुपयोग गर्नुपर्छ भनेर समुद्र घिमिरे जीले यो फार्म स्टे सञ्चालन गर्नुभएको छ। यहाँ अत्यन्तै परम्परागत धेरै चिजहरू उहाँले सङ्ग्रह गर्नुभएको छ। एउटा सङ्ग्रहालयकै रूपमा यसलाई हामी हेर्न सक्छौँ। विद्यार्थीहरूको लागि पनि, अहिलेका आधुनिक विद्यार्थीहरूको लागि पनि यो एउटा दर्शनीय स्थल हुनसक्छ। यो ठाउँमा हामीले यस्ता चिजहरू जो यता हाम्रो फालिएका गाउँघरका कुना काप्चा जुन हाम्रा जग्गा जमिनहरू अहिले उपयोगविहीन भइरहेका छन्, ती जमिनहरूलाई हामीले कसरी प्रयोगमा ल्याउन सक्छौँ भन्ने कुराको एउटा राम्रो नमुना उहाँले देखाउनु भएको छ। यो गाउँको घर नाम नै गाउँको घर भन्ने जुन एउटा फार्म स्टे, इको फार्म स्टे
रहेको छ। यहाँ अत्यन्तै परम्परागत वस्तुहरू धेरै चिजहरू हामीले यहाँ अवलोकन गर्न पाउँछौँ। अत्यन्तै प्राकृतिक रूपमा पनि अत्यन्तै सुन्दर छ यो ठाउँ। आज हामी यो होमस्टेमा छौँ। समुद्रजी है यसको सञ्चार, समुद्र घिमिरेजीले सञ्चालन गर्नुभएको यो होमस्टे यो नितान्त एकदम गाउँमा डुम्रेबाट केही भित्र नितान्त गाउँमा रहेको छ। गाउँको घर नाम नै गाउँको घर भनेर राख्नु भएको छ। त्यति सुन्दर छ है। आउँदा हुन्छ रमाइलो, कुनै आनन्द, एउटा प्रकृतिको आनन्द, संस्कृतिको आनन्द, परम्परागत हाम्रा वस्तुहरू र यहाँ एउटा आइसकेपछि एक किसिमको आनन्द, एक किसिमको सन्तुष्टि, खुसी हामीलाई प्राप्त हुन्छ। बस्नको लागि पनि कोठाहरू छन्। विभिन्न खालको सुविधा सम्पन्न कोठाहरू छन्, लजहरू छ। यहाँ होमस्टेमा आएर रमाइलो गरेर बस्न सकिनेछ। काम गरिन्छ नि 100% गर्नु। बस्न मन लाग्यो 100% बस्ने, हिँड्न मन लाग्यो 100% हिँड्नु हो। त्यति सागरजी कति वर्षको खोज्नु सबै भइसक्यो। कति अनि जाउँ